बालेन सरकारको चमत्कार हो दर्शकवृन्द। यसअघिका कुनै पनि सरकारले गर्न नसकेको काम बालेन नेतृत्वको सरकारले गरिरहेको छ। 1594 जना राजनीतिक नियुक्तिबाट शुभलाभ प्राप्त गरेका पुराना राजनीतिक दलका नेताहरूबाट आशीर्वाद पाएका व्यक्तिहरू एकैपटक अपदस्थ बर्खास्त हुन पुगेका छन्, पदमुक्त हुन पुगेका छन्। यसले कति आर्थिक भार थामेको रहेछ देशले भन्ने कुरा यसबाट स्पष्ट हुन्छ दर्शक। 1594 राजनीतिक पार्टीका आशीर्वाद प्राप्त व्यक्तिहरू, जो व्यक्तिहरूले देशको हितमा जनताको हितमा कतै पनि कुनै काम गर्ने आशा गर्नै नसकिने अवस्था, उनीहरूले केवल राजनीतिक दलका नेताहरूको चाहना के छ त्यो चाहना परिपूर्ति गर्ने मात्र हो काम। जुन सुकै निकायमा भर्ना भएकाहरू हेर्नुहोस्, हरेक कार्यालयहरूमा हरेक संरचनाहरूमा भ्रष्टाचार व्यथिति मौलायो, जसको कारणबाट देश बर्बाद भएको त हो। जनताले सामान्य रूपमा पनि सुशासनको अनुभूति गर्न पाएन। कुनै पनि सरकारी निकायमा जाँदाखेरि जनताले सेवा प्राप्त गर्न सकेनन्। कतै पनि जताततै अन्यायको शिकार हुनु पर्यो। अन्यायको शिकार हुँदै गर्दा पनि उजुरी गर्न कहाँ जाने? जहाँ उजुरी गर्न गयो राजनीतिक पार्टीका नेताहरूले नियुक्ति गरेका व्यक्तिहरूको हालिमुहाली छ। अनि कसका विरुद्ध उजुरी छ भने तिनै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूका विरुद्धमा छ। अझ भन्ने भने स्कुल सञ्चालक तिनीहरूकै कार्यकर्ता छन्, कलेज सञ्चालक पार्टीकै कार्यकर्ताहरू छन्, नेताहरू छन्, अस्पताल सञ्चालक पार्टीकै आशीर्वाद प्राप्त व्यापारीहरू छन्। कतैबाट अन्यायमा परे पनि, जतिसुकै निचोरिए पनि, थिचरिए पनि लुटिएका जनता, अन्यायमा पारिएका जनता उजुरी गर्ने ठाउँ नै भएन। कहीँ गए पनि उजुरीको सुनवाई नहुने अवस्था विकसित थियो। कारण के रहेछ त? यिनै हुन् 1594 जना जो पदमुक्त भए एकैपटक। अब हेर्दै जाउँ बालेन नेतृत्वको सरकारले यी पदमुक्त भएका ठाउँहरूमा कसरी नियुक्ति प्रक्रिया अगाडि बढाउँछ र नेपाली जनताले न्यायको अनुभूति गर्न सक्छन् कि सक्दैन। यदि फेरि पनि नेपाली जनताले पुरानै ढङ्गको शास्ति भोग्नु पर्यो भने त्यो बेला बालेन नेतृत्वको सरकार पनि आलोचित होला। त्यसको विकल्प फेरि नेपाली जनताले त खोज्लान् नि। विकल्प त आउँदै गर्छ नेपाली जनताका अगाडि। त्यसकारण अब यो धेरै लामो समयदेखि विकराल समस्याको रूपमा विकसित भएको समस्या थियो। यो कर्मचारी तन्त्रको समस्या, जो माओवादी जनयुद्धबाट 10 वर्ष जनयुद्धबाट आउँदा बित्तिकै यो आक्रामक अभियानमा प्रवेश गर्नुपर्ने थियो। अन्त त्योभन्दा अगाडिका कुरा गर्ने भने पञ्चायत कालका निजामती कर्मचारीहरू एकैपटक आक्रामक तरिकाले उनीहरूलाई अवकाश दिएर राजनीतिक परिवर्तनको ढाँचा प्रवेश गराउनु पर्ने थियो नेपाली काङ्ग्रेस र नेकपा एमाले। तर उनीहरूको प्रवृत्ति के भइदियो त भनेपछि पञ्चायतकालीन कर्मचारीहरू भन्दा पनि विकृतिजन्य क्रियाकलापहरूमा लिप्त हुने खालका आचरण भएका व्यक्तिहरूलाई राजनीतिक पार्टीको छाता ओढ्दा बित्तिकै उनीहरू इमानदार छन्, उनीहरू